जाँदै है सानी यता हेर न भन न हो पुलिस स्टेसन हाम्रो सानीको घर पनि आउन लाग्यो सानी भन न कस्तो हो नाति डरे किम्बुको कुरे किम्बु खाने हो तिमी धेरै कथा हो है भन न देखाइदेऊ न किम्बु खाएको देखाइदेऊ न कस्तो हुन्छ हाम्रो यत्रो झोला हाम्रो भान्जी लास्ट सबैको पिडा हो 1 नम्बर हेर यहाँ मन्दिर हाम्रो घर पनि आउन लाग्यो हाम्रो सानीको घर लौ खाऊ छिटो त 20 रुपियाँको लौ न के खाने हो खाऊ लौ देउरे खानेकुरा के खाने छिटो छिटो गर न है छिटो गर 10 रुपियाँको चाउचाउ देऊ न उयो खाऊ न त यो खाऊ न त यो त कति हो 10 रुपियाँ देऊ नि त म र भान्जी खाने है हस् कपाल त खै एउटा आऊ माइजूलाई यसरी हलाउने ल आऊ तिमी पनि आऊ न भिडियोमा देखिन्छ के हाई बाई पसलको साउनी कति ठुली छ पसलको साउनी हेर कति राम्री यहाँ छ एउटा चकचकी ल जाउँ आऊ घर कसको घर आइपुग्यो मेरो रे मेरो घर होला नि मेरो कस्तो मारिदिन्छु रोल किन दिनु ल यसरी रोल हाम्रो दिदीको घर फुलको बगैँचा हेर यहाँ फुल हाम्रो दिदीको घर एन्ट्री भयो रोल ल कुचले के यसरी हो 20 रुपियाँ 10 हेर कति राम्री देखेँ हाम्रो सानोलाई त नुहाए धुवाए यता हेर घर आएपछि उफ्रिया उहाँ पनि उफ्रिया हेर नि त नाटकी लहेर यता अर्ग्यानिक फुल यहाँनिरको दिदीको घरमा भएको अर्ग्यानिक फुलहरू यो चाहिँ ड्र्यागन फ्रुट हाम्रो दिदीलाई दिनु भनेको दिदीले बोटे बोकेर जान्छु फेरि म यहाँ झन् कस्तो राम्रो छ यो बगैँचा हाम्रो सानी दिदीको घर हामी दिदी भित्र जानुभयो कहाँ जाने आज हामी कहाँ डाबरी ल मोबाइल बोक्यो तिम्रै भयो मेरो मोबाइल दुईटा त्यो कसको मोबाइल अनि यो कसको मोबाइल मामाको हैन बार माइजूको मेरो मोबाइल के रे सानी यता हेर त साने के बास्ना हो त्यो यो चाहिँ हाम्रो चपुर जाने बुढोले ल्याउँदैन जस्तो छ मयुरी सयुरी मयुरी म त सुल्टे बस्ने हाम्रो दिदी
के बोल्दिम भने के दिम कस्तो बवाल रहेछ यता मास इन्सानले नखाए कसले खान्छ ल हाम्रो डाबरी आइपुग्यो डाबरी सानी डाबरी आयो आइया दिदी डाबरी म बाँदर पनि रहेछ बाँदर अब हामी मिसिँदा झन् गर्दै होला बाँदर एम्बुलेन्स पनि आएर डाबरी यही हो हाम्रो डाबरी चपुरको डाबरी ल हाम्रो डाबरी आइपुग्यो डाबरी सानी डाबरी आयो आइया दिदी डाबरी म बाँदर पनि रहेछ बाँदर अब हामी मिसिँदा झन् गर्दै होला बाँदर एम्बुलेन्स पनि आएर डाबरी यही हो हाम्रो डाबरी चपुरको डाबरी ऊ यहाँ त ऊ कोन त्यसलाई 20 रुपैयाँ कति भयो 20 रुपैयाँ 10 रुपैयाँमा आउँछ है यो त अति भयो के डाबरी भनेर अलि खादी खादी हाल्दिनु फेरि हानेर म भ्लगमा हाल्छु फेरि भोलि पर्सि डाबरीमा आयो भने हाम्रो दाइको यहाँ आइ अलि ठुलो सोले बोल्नु न दाइ मैले त सुनेन क्यामेरामा सुन्छ त मिठो होला नि थमेलमा राख्नुपर्छ अनि मिठो छ अरे ल इम्प्रेस ए दुईटा मिक्स नखाने 10 तारिकै खानु कि चटपटी खानु पर्छ ल हजुर किनिदिनु त ल छिटो ल यता हेर त आम्मा नाच्थ्यो ल ल अहिले चर्च गरेर खाने हामी तिम्रो माइजूले एउटै खान्छन् अनि मम्मीले एउटा ल हामी दुवैजनाको ल चस 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 ल जाउँ चटपटी बनाउन चेयर्स ल चेयर्स माइजूको जोडी बन्ने भयो हाम्रो सानीको साथी हाम्रो भान्जीको साथी अनि मलाई हाल्यो नि त आइस आइस के हुन्छ त अनि मेरो सकिसक्यो माइजूको यी ए होइन उहाँ त तिम्रो साथी आएछ ऊ आउँदै हुनुहुन्छ अरे ऊ हेर साथी तिम्रो साथी तिम्रो साथी लयर देऊ त त्यसले खान्छ जिस्काउनु हुँदैन यतिकै जिस्काउनु हुँदैन फेरि खाइदिउ गरिदिन्छ यस्तो वातावरणै छैन बसेर खाने अब उता त्यो एरिया छोरा मान्छे यो एरिया छोरी मान्छे
म्याटेस लिएर आएर टक्क आएर होइन सबैजना ड्राई पिकनिक के है दिदी घरबाटै बनाएर कि हामी त ड्राई न लराई जहिले यस्तै हुन्छ यहाँ चटपटे भइआएको कता हिँडेको बिजुली बालेर हट भएर पट भएर हौ सानी यहाँ चटपटे हाम्रो भान्जी हो हेर उहाँ पुग्नु भएको छु सानो हेर अनि हाम्रो यही हो डाबरी हामी चाहिँ चटपटे खाँदै स्वाद लिँदै डाबरीको यहाँको चटपटे चाहिँ लास्टै मिठो लाग्ने है दाजु ओ सागर दाजु म पागल हजुर पागल नि किन बन्द गर्न को देखेर रिस उठ्यो म देखेर रिस उठ्यो अनि किन रिसाउनु भएको त नि ए होइन अब हामी सारा चल्दैको भान्जी यता हेर्देऊ यता 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 ललिपप देऊ कति राम्रो यता हेर्दै त एकचोटि यता चाहिँ हामी दिदी बहिनी अनि मैले फोटो खिचौँ न भनेको अब तर भाइ टाटा